कन्टिन्यू बहुत राम्रो छ नि यहाँ कस्तो होइन भाइ बिर्कियो त ऊ उहाँ बस्या हो नि त सेन्टर बस्या उसलाई के नि यस्ता कुराहरू मोटिभेसनल मान्छे चाहिन्छ त्यही त हो भाउ हामी अरबको सपना देख्यौँ हामीले आजको दिन ढाल्यौँ नि भोलिको दिन कसरी चलाउने आजको बचतले भोलि 10 दिनसम्म चल्न सक्ने बचत बचाउँछ आज 10,000 कमायो नि तिमीले त्यो 10,000 आजै सक्यो भने त सकियो त भाइ आज 1000 सक त्यो भोलि 1000 सक 10 दिन त चल्यो 10 दिन पछाडि अर्को केही निर्णय आउँछ है बाबा आज 1000 त तिमी मरे पनि सक्दैनौ 500 सक्यौ भने 20 दिन चल्छ मन चाहिँ सन्तुष्टि हुन सक्नुपर्छ फेरि त्यही 10,000 अहिले पनि मान्छेले 10,000 मा जाहिर खाइरहेको 8,000 मा जाहिर खाइरहेको एउटा जहाँदेखि भए पनि एउटा अर्को च्यालेन्ज जहाँदेखि भए पनि मन खुस हुन सक्ने त्यो मन छ नि मनलाई हातुर गराउन खोजियो भने कहिले पनि त्यो सेन्टर पोइन्टमा पुग्नै सकिन्न मनलाई शीतल बनाएर अगाडि बढाउन सक्यो भने बिस्तारै बिस्तारै फेरि पुग्ने त्यही पोइन्टमा हो फेरि आत्तिएर गयो भने पछाडि ब्याग हुने हो नाचेर मजाले गयो भने त्यही पोइन्टमा पनि पुगिन्छ बुझ्यो बुझेन तिमीलाई यस्तै गरेर सम्झान मान्छे आउँदैन त्यहाँभित्र आउँथे तिमीहरूले फरक तरिकाले सम्झ यति कुरो तिमी खानपिन गर्छौ नि तर खानपिनलाई पनि तिमीले कस्तो भन्दा र कहिले काहीँ मात्रै क्या जस्तै साथीभाइ सर्कल भेट्या बेला त्यो तरिकाले खायो भनेपछि चिल भयो तिमी आनन्दले मजाले रमाइलो गर्ने यताउता बिहान उठ्यो त्यही खाइहाल्छ बेलुका उठ्यो त्यही खाइहाल्छ खाना त्यही खाजा त्यही भयो भने त त्यो लत बस्नु त्यसको दिनको ज्ञान एउटै हो फेरि मोटी बुझ्यौ नि त्यो लतमा लत बसालियो भने सक्यो रमाइलो बसालियो भने त्यो रमाइलोमा परिणत हुन्छ लतमा बसालियो भने जिन्दगी ध्वस्त हुन्छ बुझ्यौ बुझेन हो ठिक छ त्यति भएपछि के खान्छौ रे अहिले त्यो सामान्य कुरो हो त्यो त भाइ एउटा कुरा भनौँ जिन्दगीमा मान्छे बिग्रिन्छ जिन्दगीमा एकचोटि मान्छे बिग्रिन्छ सबै मान्छे बिग्रिन्छ बुझ्यो बुझेन तर सदाबार बिग्रिने कि क्षणिक बिग्रिने भन्ने तिम्रो सङ्गत पनि त त्यस्तैसँग भयो त भाइ अहिले तिमी कस्तोसँग सङ्गत गरिरहेको छौ यहाँनिर आउँदै गर्दाखेरि म जस्तो मान्छे भेटायो नि त केही नभए दाइले तिमीलाई थोरै भए पनि ज्ञान त दियो नि त केही ठुलो मान्छे त चिन्यो नि त चिन्यो कि चिन्यो त्यो सर्कल भनेको के हो सामूहिक सर्कल हो तिमीहरू त्यस्तै मान्छेसँग खेतमा हुन्छ काँक्री बिहारमा हुन्छ रियालिटी यही त हो तर तिमी साथीभाइको यो सर्कलसँग हिँडेपछि के भयो चिया चौतारी जस्तो ठाउँमा आछौ यिनीहरूले त्यो यो ठाउँ मात्रै हेर्नु भएको अरू ठाउँमा लैजान्छ भोलि क्याम्पसमा लैजान्छन् धेरै सरहरू त्यहाँ हुन्छन् पढ्ने मान्छे त्यहाँ हुन्छन् लुवाई खुवाई हुनाइ सारा चिज फरक हुन्छ तिमी बासगाडीमा जाने मान्छेसँग लुवाई कस्तो हुन्छ खुवाई कस्तो हुन्छ प्रश्न थाहा जान्छ त्यो त जब यो मन छ नि भाइले अब तिमी सुर्ती मात्रै खान्छौ भने अरू के औषधि युज गर्छौ नि औषधि भनेको जस्तै बिरामी भएको औषधि के युज गर्दैन केही गर्दैन हो नि स्वस्थ छौ अहिले ठिक छ यिनलाई एकचोटि केयर दिन पाऊ ध्यानमा बसाल्नु ध्यानमा बस्नु 11 दिन जाने कटकुवाको जङ्गलमा न मोबाइल छुनु पाइन्छ न केही चाहिन्छ जङ्गलमा मजाले सुत्ने खाना बस्न सबै फ्री हो सो इच्छाले 1000 2000 2500 अब आफ्नो मन लागेको अनुसार दिने भएन भने तिमीसँग म मेरो पनि अब ध्यान त मलाई गर्नै छ एकचोटि ती दुई भाइ जाने दुई भाइसँगै ध्यान लाग्यो बुझ्यो बुझेन हो त्यो भएको दिमागलाई अब के भने फराकिलो गराउने छेडिक सोच्यो भने मान्छे डिप्रेसनमा जानुको कारण नै हो भाइ हामीले के सोच्छौँ छेडिक सोच्छौँ क्या यो त केही पनि भएन संसार बिग्रियो त्यो सोच्यो भने के भयो छेडिक भयो त्यसले के गर्छ मान्छेलाई डिप्रेसन अहिले कति छन् डिप्रेसनका औषधि खान थाहा